कोरियन किम्बाप कस्तो छ है त ब्लड टेस्ट गरौँ। अहिले टुना किम्बाप है यो चाहिँ हाम्रो लुक चाहिँ एकदम राम्रो देखिरहेको छ। टेस्ट पनि बबाले आहा ल। अब यसको बनाउनुतिर लागौँ। यसमा चाहिँ हामीले अब स्टिक राइसमा सिसम ओइल राइस सुगर अहिले हो त्यहाँ धेरै तलसम्म नलाग्ने अहिले फर्काउन मिल्छ कि अहिले त फर्काउन मिल्छ। यसमा चाहिँ हामीले त्यो सिकिमची यो हजुरको नेपालीबाट यो त गाजर मुला काँचो छ नि यसलाई चाहिँ हामीले कोरियनबाट कोरियन नामले भन्छ धामुजी भन्छ। तपाईँले त्यो हालिरहन्छ तपाईँले घरमै बनाउनु यसमा चाहिँ भेनिगर बिटरुट हालेपछि एउटा ट्याक्क लेखेर हाल्यो सब मिठो हालिदिने कि आज भोलिसम्म रेडी हुन्छ नि लगभग 4-5 दिनभित्र हजुरले 4-5 दिनपछि चाहिँ खान योग्य हुन्छ। फास्ट तर ढिला भयो 2-3 चोटिमा सर्लको उल्टाइसक्नुपर्छ। यस्तो झ्यापा हाल्ने यस्तो यस्तो गरी बनाउन त्यस्तो गाह्रो छैन। यता 3 चोटि यता यस्तो यस्तो गर्ने भयो जस्तै हो तर यो चाहिँ राउन्डमा हुँदैन क्युबमा हुन्छ। स्टिक राइस भनेर हामीले युट्युबमा नै पाइन्छ। हजुरले यहाँ मार्केटमा जता पनि पाउनुहुन्छ। यो चाहिँ हाम्रो स्पिना चाहिँ यसलाई चाहिँ सिकिम्ची भनिन्छ कोरियनबाट। पनिर चाहिँ अलिक धेर भएको थियो। यो अब गाजर हो। अब यो गाजर मुला यसलाई चाहिँ हामीले धामुजी कोरियनबाट भनिन्छ। यो चाहिँ हाम्रो टुना फिस टुना मेयोनिज हालेर हामीले यो स्म्यास गरेको बनाउन त्यति गाह्रो छैन। हजुरले नि फ्री भएको टाइममा कोरियन किम्बाप भनेर बनाउन सक्नुहुन्छ। ल यो हातमा राखेर देखाउनु न। साइडको भाग पनि राम्रोसँग टाँसिएको नहुन सक्छ। त्यो टाइममा चाहिँ हजुरले थोरै पानी हालेर फेरि त्यसले रियाक्ट गर्नुपर्ने हुन्छ। यसको चाहिँ किम्बापमा चाहिँ मिनिमम 10 पिस हुनुपर्छ। ल यसलाई सेटअप गरौँ। सेटअप पनि हजुरले आफ्नो जुनसुकै प्लेटमा नि सेटअप गर्न मिल्छ। सकेसम्म लामो भयो भने अलिक सजिलो र राम्रो हुन्छ। यदि बुझ्नु भएन भने अलिक कमेन्ट गरिदिनु होला प्लिज।